हामीसँग चाहिँ आज चाहिँ ढेडो, यो चाहिँ ढेडोको करै ढेडो लिएर बसिएको छ। अनि हामीसँग छ भटमास अनि साग। के को ढेडो भन्देऊ न? के अरे कोदोको ढेडो। हामीसँग चाहिँ स्पेसल नेपाली पसलबाट किनेको कोदोको ढेडो, नेपाली पसलबाट किनेर। तर कुन पसलबाट किनेको चाहिँ हामी भन्दैन हैन, किनभने हामी चाहिँ मुकबाङ अहिले चाहिँ सुधार छ है हैन त। हो हाम्रो चाहिँ यो ढेडो मुकबाङ यहाँ छ। हाम्रो यो चाहिँ राप्ती खोलाको माछा है, लोकल माछा यो चाहिँ। माछा यस, यो चाहिँ राप्ती खोलाको माछा, लोकल माछा हो यो। देख्नु भएको छैन है, झोल हालेर बनाएको। अनि यहाँ छ भटमास, यो चाहिँ हाम्रो घरको भटमास हैन त, हाम्रो घरको बारीको भटमास। अनि यो पनि हाम्रो घरको साग हैन त। यहाँ स्पेशल यहाँ छ त फेरि यो चाहिँ हाम्रो घरको आफ्नै लोकल गुन्द्रुक, यस्तो दामी मम्मीले बनाउनु भएको। यो चाहिँ गुन्द्रुक छ हामीसँग यस। अनि यहाँ छ हाम्रो यो चाहिँ हाम्रो आफ्नै घरको बारीको लोकल सरकन्डा, लोकल सरकन्डा चाहिँ पर्पल सरकन्डा। यो चाहिँ साँच्चै सरकन्डै हो है फेरि। खान्छौँ अब हामी ढेडो कि हल्ला जस्तै भन्छ त है। ठिक छ। खोज्दा नि म चाहिँ सागसँग खान्छु है, सागसँग एकदम कोदोको नि यस्तो साग लिने होइन। अनि पिँढीमा मिठो। घिउमा चोप्ने घिउमा यो ढेडो बनाउनु मलाई कम टाइम लाग्छ, आधी घन्टा त लाग्यो। ढेडो बनाउन मस्काउँदा कि ए ढेडो चाहिँ अब स्टेज अमिलो बनाएको हो यो ढेडो। हुन त उयो सबै अमिलो बनाएको म उयो त होइन हुन त। अनि त्यस पछाडि कराईमा हामीसँग चाहिँ नेपालको कराई, फेरि एकदम नेपालबाट ल्याएको। नेपालमा यस्तैमा बनाउँथ्यो नि ढेडो होइन, कराई बनाउँथ्यो नि। खतरा रहेछ माछा। हाम्रो मुकबाङ ए अचार उयो के अरे पिर रहेछ है। पिरो छ। मिठो मिठो ढेड खानै जानेन अब। चपस्टिक खाऊ न। एउटा कहाँनिर भिडियो उगर्दा त ढेडो चम्चाले खाएर भाइरल भइरहेको थियो भिडियो। चम्चा खाएर त झन् भाइरल हुन्छ होला नि। ढेडो चम्चा खाएको त लोकल माछा। तिमी चाहिँ मार्न गएको होइन माछा, फेरि ऊ आफैले मारेर लिएर आएको। हाम्रो त सब यहाँ अर्ग्यानिक छ सब। कोही आफ्नै बारीमा फलेको माछा। साथी हो त नि। माछा आफूले मारेर ल्याएको, साग आफ्नै बारीको। हाम्रो घरमा चाहिँ भाँडाहरू गतिलो छैन नि त, त्यही भएर सजिलो। कराईमा खायो मजाले। कराईमा त पहिला म एकजना थियो, एउटा थाल थियो, मसँग एउटा थाल, एउटा बोर्डको एउटा चम्चा थियो। अमिर आयो, अमिर आएपछि पछाडि त अब केमा खाने भन्दा छैन थाल। अनि त्यसपछि कराईमा प्रेसर कुकर खाना बनाउनु, प्रेसर कुकरमा खाइदिने हो। हाम्रो त्यो सबै एकदमै हामी अवस्था नाजुक छ। खिचडी बनायो सबै साग अझ दही दुध भइ नै हाल्थ्यो क्या। खासमा खाने ढेडो यसरी हो कि त्यो तिम्रो आफ्नै स्टाइल होला। नेपालीहरूले जाने खाने ढेडो खानु। पिस रहेछ माछा, अचार ठिकै छ। अनि अरूहरूले चाहिँ यो परिकारसँग खुर्सानी टोक्न सक्नुहुन्छ। खाने मान्छेहरूले, पिरो मान्छेहरूले खुर्सानी गएर एक खाने खुर्सानी टोक्न सक्नुहुन्छ। तर हामी चाहिँ त्यस्तो खुर्सानी लबर पनि होइन, हामीले सक्दैन, त्यति धेरै पिरो खान सक्दैन। अलिकति हामी फिलिली हुन्छ, हामी गाह्रो हुन्छ हामीलाई खान सक्दैन, त्यति धेरै पिरो खान सक्दैन। त्यही भएर हामी चाहिँ खुर्सानी टोकेर यो माछा त अलिअलि पिरै छ, अचार पनि अलिअलि पिरै छ, अलिअलिसम्म ठिक छ। तर हामी चाहिँ खुर्सानी टोकिहाल्ने मान्छे चाहिँ होइन। अहिले मलाई माया गरे पुरा मिठो मिठो भयो। गाजर दामी गाजर हाल न। बाबा हाल्दैन एउटा
हाम्रो माइक छ यहाँ अब हामी चाहिँ भिडियो भाइरल भयो ल चल्यो भिडियोबाटै पैसा आउनु भयो भने चाहिँ हामी त्यो हामी किनेर पुरै हामी साइजको बोर्ड किन्ने हो साइजको थाल किन्ने हो पुरा कर्बरी भाँडाबाट बनाउने हो होइन ढेँडो चाहिँ अहिलेसम्म खाएको चाहिँ छैन फेरि छैन भनौँ भने ढेँडो खाएँ नि यताउता भन्ने कुरा निस्किला तर मम्मीहरू चाहिँ खानुहुन्थ्यो घरमा हामी जहिले भात खाने फेरि जहिले भात खाने ढेँडो खाउँ त्यो बच्चामा त कसले ढेँडो खानु लाग्छ र होइन जब त्यो मतलब ठुल्ठुलो भए पछाडि चाहिँ बल्ल अब राष्ट्रिय खानाको चाहिँ उ हुँदो रहेछ कि चिज भनेपछि तिमी त चामलको भातमा हुर्किया रहेछ है म चाहिँ फेरि ढेँडो खाएर हुर्किया खाएको नि हो ए हामी चाहिँ खाएन हाम्रो घर चाहिँ हाम्रो घर 4 जना बच्चा ड्याडी मम्मी बा हुन्छ अनि ड्याडी मम्मी बाले चाहिँ ढेँडो खाने अनि हामीहरू चाहिँ भात खाने हामी 4 जना बच्चा कसैले पनि बरु अहिले चाहिँ अहिले उमेर चढ्दो उमेर भए पछाडि चाहिँ खानु मन लाग्ला त्यो छुट्टी कुरा होइन भने हामी 4 जना कसैलाई हामीलाई ढेँडो मन पर्दैन हामीले खाँदा पनि खाँदैन हाम्रो फुच्चेलाई मन पर्दैन मलाई पनि कसैलाई ढेँडो भन्ने बित्तिकै उ गर्थ्यो नि त मान्छेले घृणा गर्थ्यो नि त ढेँडो अनि अहिले चाहिँ यो एउटा उ जस्तो भयो कि फेसन जस्तो अब ओ ढेँडो भन्ने होइन यस्तो हुन्छ घृणा भन्दा पनि अब सत्य कुरा भन्नु भन न यस्तो हुन्छ घृणा भन्दा होइन पहिला त त्यही त नि अब मान्छेले के अरे ढेँडो कसले मन पराउँथ्यो हुन्थ्यो अब पहिला नहुनेको घरमा चामल किन्नलाई पैसा महँगो हो अनि त्यसपछि के भन्छ मकैलाई सस्तो होइन त पिठो किन्नलाई सस्तो हो त्यो भएर अनि अब अहिलेको कुरा होइन पहिला अलिक पहिला कुरा त्यसो हुँदाखेरि अब जहिले रात दिन ढेँडो खाएपछि यसो चामलको भातको के अरे चामलको भात खाउँ भन्ने त्यो उयो हुन्छ नि त त्यो मतलब के भन्छ खानु लाग्छ नि त अनि हाम्रो बेलादेखि चाहिँ आएको होइन तर अहिलेको मान्छेहरू चाहिँ बाहिर भएको जस्तै बाहिर भएको मान्छेहरूलाई चाहिँ ढेँडो खानु मन लाग्छ किन भन्दाखेरि अब सधैँ भात त खाइरहेको हुन्छ ढेँडो त खासै खाइँदैन बनाउन पनि कति जामा छ पकाउनु पर्यो त्यो अब सामानै उपलब्ध हुँदैन हामीसँग म त पिठो किन्न जानुपर्छ उहाँ पसलमा अनि नेपाली पसलमा अब नेपालतिर भयो त आफ्नै घर उयो हुन्छ अनि फेरि कन्टिन्यू गर्छ अलिकति बाहिर तिम्रो चाहिँ सेला होला के छैन सकिसक्यो पानी हालेर घोली खालै चाटिरहने खाँदो रहेछ ल मेरो चिल्लो बनाए माथि पर्दैन पऱ्यो मेरो चाहिँ सक्यो मान्नुपर्छ अलिअलि मैले खान्छ लास्ट कस्तो घिउसँग मिठो भयो मिठो भयो मलाई त भातसँग मात्रै मिल्ला घिउ त त्योमा त खासै त्यो तिमीले तताएर खान्छ नि लास्ट बाइट चेयर्स चोपेर अबे अगाडि चाहिँ ढेउ गरेर हो ढेउ गरेँ मैले कुखुराको चल्लाले खाने जति खान्छ ढेँडो अचार यसरी हालेर खाएँ नि दामी तर वाउ यो भटमास देखेर तिम्रो घरको याद आयो मेरो के घटना भएको मेरो घर तिम्रो घर जाँदाखेरि बाबुलाई खाँदा भनेर भटमास यताउता साँधेर राले घर त भटमास त काँच्चे साँच्ची भनेको यो त हेर्नु के अरे हेर्नु हुँदैन होला तिम्रो मम्मी ड्याडीले हेर्नु हुँदैन होला काँचो भएपछि त त्यो कुरुम हुँदैन सानो हुन्छ कच्चा चुइकम छ के भनेन अनि के भन्नु त्यतिकै अनि त्यो काँचो बडस खाएर आयो सबै खायो अब हाले जति त खानु परिहाल्यो यहाँ कमेडी भयो अब भिडियो त मम्मी ड्याडीले हेर्नु हुन्न होला हेर्नु भयो नि अब त्यस्तो वास्ता गर्नु हुन्न होला लास्टमा चाहिँ त्यो बसमा के थियो यो के अरे चिउरा थियो कि के थियो यस्तो हुन्छ साथीहरू अब त्यो काँचो भटमास त भन्नुपर्छ नि कमसेकम मम्मी भटमास काँचो छ है भनेर भन्नु पर्दैन नि भने त्यो भटमासलाई साइड लाउनु पर्दैन नि त्यसो हुँदाखेरि हेर काँचो दियो अरे भनेर अन्डा थिक्दैन अन्डा थियो अन्डा चिउरा अनि भटमास काँचो भटमास भटमास चाहिँ ठुल्ठुलो थियो कि मजाको
खानु नि माला अनि खाएँ मैले यो आजभन्दा कति वर्ष अगाडि कुरा वर्ष होइन धेरै तेरो बाजेर त म यहाँ आउनुभन्दा अलिकति अगाडि त नि ल हाँसेर भटमास काँचो छ भनेपछि कसैले काँचो भटमास खाएर दिन्छ त्यहाँ होइन अब अन्त गाउँको भए पो यताउता भन्नै के नहुने ठाउँमा भन्नै नसक्नु भए पो अब ऊ हाम्रो घर गाडे मम्मीले बिचरा हतार पतारले बुढीले भ्याएन त्यहाँनिर ऊ भयो नि त भोकाएर आउनु बाला भनेर ए बा भोका भनेर दौडादो पऱ्यो अनि त्यो भटमास चलाएर पनि भ्याएन के अनि यसो हेऱ्यो होला उयो यसो हेऱ्यो अलिकति फुल्याएको भयो ए पाक्यो भनेर छिटो छिटो गरेको त्यो भनेको भनेमा त भटमास काँचो रे चाम्रो भटमास त चाम्रो रे त्यो पनि खाएर आएर फेरि खायो अरे मतलब त्यो काँचो भटमास नि अनि कसो भयो भोलिपल्ट उयो पेट सेट दुख्ने के भयो भएन कि पचायो ए पचायो त ठिकै छ उयो बल्ले माग्छ नि त ऊ पचाइदिएर भटमास त पचाइदिएर यो त कमेडी भयो काँचो भटमास अनि अहिले बेला यहाँनिर अहिले भटमास देखेर चाहिँ मेरो घरको याद आयो अरे हाम्रो मम्मीले त्यो काँचो भटमास भुटिदिएको भनेर अहिले यो भटमास काँचो किन मम्मीले त्यस्तो होइन त्यस्तो केही होइन अझ चुप रे मलाई होइन काँचोलाई त काँचो अनि त्यो त किन र त्यो बिचरा मम्मीले कुन धुनुहुन्थ्यो होला अब बुढी मम्मीले हतार गऱ्यो नि चाँडो भनेर गरेर ल अब गरौँ बिदा इन गरौँ है लास्टमा भाँडा कसले माग्छ भाँडा छैन यो फाल्ने यो पनि फाल्ने भाँडा तिमीले मैले किन भात मैले खाइदिएको होइन नि मलाई खाना मलाई के भनेन तिमी मैले पकाएँ मसँग मैले भनेको नि त्यो त्यस्तो भनेको थिएन भनेको त्यसमा बोलाएर छैन यहाँ क्यामेरा यो झुट बोले उसले चाहिँ झुट बोले झुट बोल्नु मिल्दैन मलाई के भन्दैन तिमी धेरै खाँदैनौ अलिकति खाऊ मलाई साइडमा बस तिमी भएन सुन ल एउटा भएन भने मलाई भात दिँदैन भनेर भन्छ कि उसले यो कसले रेडी गरे अनि तताएर मैले ल्याएको होइन भने यो कसले बनाएको अरे खानको तिमीले बनाऊ अनि भाँडा कसले मान्छ अनि भाडा तिमीले आछ खानको बनाएपछि मात्र पर्दैन यो त अनि उ भइहाल्यो नि अन्याय भइहाल्यो नि यो त पहिला तिमीले बनाउनु भन्दा अगाडि यो त चुकै थियो त अनि बनाएपछि जुठो भयो काम भनेको जसले जुठो गरे त्यसले मात्र पर्छ काम भने फेरि साथीहरू घरभरि कपालै कपाल है कपालको टाउ कपाल कसको कपाल भन्दाखेरि थाहै छैन कसको छिमेकीको लागि छिमेकी कपाल आयो यहाँनिर हाम्रोमा के उडाएर हो कपाल धेर झऱ्यो भनेर काट्यो मैले त कपाल काट्यो हार्छु कपाल काट्यो छैन कपाल कसैको उसको के बोले मैले बुझेन उसको कपाल झर्छ अरे गर्छ कि मैले त बुझौँला अरे तिमीले बोलेको मैले त मजाले बुझौँला अरे त्यो अब हाम्रो के अरे अडियन्सहरूले कहाँ कसरी बुझ्छ हडर गरेछ